आफ्टर टर्निङ इट अन है, यो अन गर्ने बित्तिकै यो चाहिँ अलिकति बाङ्गो रहेछ। यो अन गर्ने बित्तिकै तपाईको लाइट ब्लिङ्क भइरहेको छ। ट्रान्समिटर MN मोडल्सको 2.4 GHz अभियसली ट्रान्समिटर छ। यसमा चाहिँ मिलाउने ठाउँ पनि छ स्टियरिङको र यसलाई टर्न अन गर्न नपाई तपाईको बाइन्ड भइसकेको छ यो हैन। टर्न अन छुने बित्तिकै तपाईको कति छिटो त मैले अन गरे जस्तो लाग्दैन तर बाइन्ड भइसक्यो हैन अभियसली। र यसलाई एकचोटि हामी टर्न गरेर हेरौँ है, यसरी हेरौँ न। एकदम 4 व्हील ड्राइभ हो। स्लोमा अझै स्लो जान्छ यो हैन, कति लान सकिन्छ। फास्टमा भने फास्ट जान्छ हैन, र बिचतिर त भइ नै हाल्यो है। त्यसपछि यो स्टियरिङ पनि तपाईको एकदम रेस्पोन्सिभ छ हैन, काट्नेदेखि लिएर मजाले है। र यहाँबाट पनि तपाईको एडजस्ट गर्न मिल्छ सेन्टर पोइन्ट है। सो टप अफ द लाइन टप प्रोडक्ट हो। तपाईहरुलाई यदि यो प्रोडक्टको बारे थप जानकारी लिनु मन छ भने हामीलाई सम्पर्क गर्नु होला। र एउटा सानो म तपाईलाई एउटा भिडियो एउटा एड गर्छु एट द एन्ड है त। गाइज वेलकम टु RC टोयज नेपाल। र हामी आज रेडियो कन्ट्रोल टोयजहरुको बारे हामी कुरा गरिरहेको छौं। र आज चाहिँ हामीसँग डिफेन्डरको D91 मोडल रहेको छ। एउटा चाहिँ रेड कलरमा पनि, अर्को ऑरेन्ज कलरमा, ग्रीन कलरमा पनि हामीसँग स्टकमा छ। र यो गाडीहरुको कुरा गरिराख्नु पर्दाखेरि यो चाहिँ हामी फुल असेम्बल गरेर हामीले सेल गरिरहेका छौं अहिले। र वान अफ द बेस्ट क्रलर हाम्रो MN मोडल्सको एउटा प्रोडक्सन हो यिनीहरु। र यिनीहरुमा चाहिँ फुल्ली प्रोपोर्सनल स्टियरिङ र थ्रोटल आउँछ। एकचोटि यसको राउन्ड अबाउट हेरौँ। र यो चाहिँ पिकअप डिजाइनमा रहेको छ यो गाडी है, पिकअप डिजाइनमा छ। तपाईहरुलाई यो कस्तो लाग्छ हेर्नु होला है त। र अहिले लगभग यो धेरै हामीसँग स्टकमा छैन, हामीले धेरै अगाडिदेखि बेचिरा हो। बट अहिले चाहिँ अलिकति असेम्बल गरेर केही पिस बाँकी भएको बेचौँ भनेर हामीले ट्राई गरिरा हो। लुक्समा त नो कम्प्रोमाइज, फुल डिटेलिङ छ। यसको एक्स्ट्रा एक्सेसरिजहरु तपाईको छुट्टै आउँछ हैन, जुन हामीले यहाँ देखिरहेको छौं। र क्वालिटीमा पनि कम्प्रोमाइज छैन। हामीले अब यसलाई भित्रपट्टि हेर्यो भने 4 व्हील ड्राइभ गाडी हो। यसमा लाइटको अप्सन छ, अघि भने जस्तो स्टियरिङ र थ्रोटल फुल्ली प्रोपोर्सनल छ। अनि त्यसपछि यो कम्पोनेन्टहरु पनि ABS प्लास्टिक मटेरियलहरु हो। ब्याट्री पनि तपाईको 1200 mAh को ब्याट्री आउँछ हैन। अनि टायरहरु पनि तपाईको एउटा एक्स्ट्रा छ कुनै निड भयो भने। तर क्रलर हो, तुरुन्तै गइहाल्ने जस्तो चाहिँ समस्याहरु हुँदैन। सो यो इफ यु आर लुकिङ फर गुड बार्गेन गाइज, यो MN D91 के हो खासमा, के भनेको किट भर्जन। तर हामीले चाहिँ फुल्ली असेम्बल भर्जनमा चाहिँ हामीले अहिले करेन्टली चाहिँ सेल गरिरहेको छौं। यो भिडियो कहिले अपलोड हुन्छ त्यो टाइममा हैन। सो इफ यु गाइज आर इन्ट्रेस्टेड डु लेट अस नो। अनि तपाईहरु ब्लग तिर आउन चाहनुहुन्छ भने पनि हामीलाई भन्नु होला। सो वी आर गिभिङ आवर बेस्ट गाइज है, यो RC टोयज नेपालको लागि चाहिँ हामीले, किनभने हाम्रो पनि आफ्नो प्रोफेसनल लाइफ छ हैन। दिस जस्ट द हसल वी डु है। र हामीले हाम्रो बेस्ट टाइम निकालेर हामीले यो RC हबीलाई ग्रो गर्नको लागि सुपर्ब काम गरिरहेको छौं कि हैन। अनि हामीलाई रिभ्युजहरु पनि गुगलमा प्राय आइरहेकै छ राम्रो हैन। र तपाईहरुलाई पनि कस्तो लाग्छ एकचोटि कमेन्ट पनि गरिदिनु होला। र नट ओन्ली वी सेल दिस टोयज के, वी गिभ 6 month वारेन्टी यो टोयजहरुमा। फिजिकल नभइकन इन्टरनल के ड्यामेज भयो, ब्याट्री चलेन, रिमोट चलेन, गाडी चलेन, यो कारण भयो। सो वी आर रेस्पोन्सिबल, विल रिपेयर इट फर फ्री कस्ट है। र त्यसपछि भनेको वी हेभ एभ्री स्पेयर पार्ट गाइज। यो गाडीको हैन, वी जस्ट हेभ एभ्री स्पेयर पार्ट हैन। सो म तपाईलाई एउटा देखाउँछु यहाँ। यो चाहिँ हाम्रो स्मल स्टोरको वक अराउन्ड हो है। र यहाँ एउटा बक्स छ मसँग यो स्पेयर पार्टको। यसमा चाहिँ एउटा गाडीको फुल तपाईको एउटा बक्स मात्रै हो यो चाहिँ हैन। तपाईको सबै एभ्रीथिङ, यसमा टायरदेखि लिएर वी हेभ एभ्रीथिङ गाडीको हैन, सबै छ यो। यो चाहिँ एउटा स्याम्पल मात्र हो। यहाँ माथि हामीसँग स्टोरमा भएको, हाम्रो गोदाममा पनि टन्नै छ।
है। र यो भन्दै तपाईहरुलाई यदि इन्ट्रेस्टेड हुनुहुन्छ र RC को बारे केही कुराहरु जान्न बुझ्न मन छ भने पनि हामीलाई सम्पर्क गर्नु होला है गाइज। सो दिस वाज इट regarding this beautiful product. Actually it's a crawler हैन, it doesn't go that fast हैन, but त्यति फास्ट नगए पनि it has very good pickup, torque राम्रो छ। म एउटा यसको अन गरेर म एकचोटी त्यो देखाइदिन्छु हैन, एउटा एक राउन्ड चलाएर भए पनि कस्तो जान्छ भनेर यो हैन। तर प्रोडक्ट नो कम्प्रोमाइज, बेस्ट अफ द बेस्ट छ यो प्रोडक्ट है। ल गाइस, थ्यांक यू।